यो चाहिँ मोमोको झोल चटनी जे भने नि हुन्छ हैन यो चाहिँ पेप्सी यो चाहिँ ग्लास यो चाहिँ मोमो मसाला पाएको हो है मसाला लो 10 पीस 20 पीस मोमो पार्टी चिसो 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 यो गिलास त मैले त्यहाँ देख्ने सिक्ने रे हजुर सिगरेट खाएर खाने गिलास पनि हो यो जुस हाल्नु गन्ती लाग्छ त बाहिर हुँदाखेरि बोलिन के मलाई दाना नले चिया सानो दाना ल्याउन पहिले नै भयो त लो झोल मोमो भनेको हट्ट खै यसरी निकाल न किन डराएको त हौ यसरी भट्टाभट ल है चट्नी है यस्तो मोमो खुल्दैन के भन्नै ल्याऊ उनले बनाएको मोमो भेट्यो कि यो त चिप्किरहेछ त धेरै ओभरफुल भएर त्यहाँ चिप्केको के भएन ए निस्किरहेछ भट्टाभट वाहिद इद्देन तलता अर्ब खम्स सित्त सब तमनिया तीसा असरा लो लो झोल हाल यहाँ गुडुङ हाल शिव यहाँ झोल हाल यहाँ हाल यहाँ ल भिडियो ओनै गरिरहेको छु भाइ अनै भिडियो भिडियो ओनै रहेछ त भिडियो अनै हो नि कहिलेदेखि फेरि यस्तो भिडियो बनाउनु लाग्यो त घरमा पठाउनुलाई हो बनाउन त फेरि त रिल्सको लागि होला नि हैन भाइ थपडा पनि आउनु पर्यो हाम्रो ल सबैको हुन्छ अहिले आउँछ अब मिठो छ त हाम्रो कृष्ण सर शिवक भानु सर खाने कुरा आउनु पर्यो पनि हाछ थपडा पनि आउनु पर्यो कन्टेन्टमा खाने कुरा हुनु पर्यो पुरा हार्दैन मुखमा रम हाल्ने हो म त एउटा सानसानो उठाएको म त एउटा सानसानो उठाएको ठुलो उडाउनु न एक दिन राई खम्सामा गयो टमाटर अनि चटनी अनि त्यो के चटनी रे टमाटर अनि टिमुर अनि त्यो तपाईँको त्यो बदाम कि मुम्फली मुङफलीको बदाम मुङफली भन्ने भन्छ नि त्यो नेपालमा बदाम भन्छ इन्डिया मुम्फली भन्छ बदाम चाहिँ उसलाई भन्दैन चनालाई